बन्दैन हैन दाइ हिरो आज मलाई निद्रा लाग्छ किन लाग्दैन निद्रा केटाहरूले बयान गरे अन्त बन्द उठाए त भइहाल्छ नि विमल दाइ तिनजना के बन्द उठाएन हैन टक्क यस्तो छ गाइस के छ हाल खबर सन्चै आरामै होला हैन हामी पनि चिल सन्चै आरामै हैन अनि धेरै पछि सम्झेको युट्युब भन्ने जातलाई सम्झिन मन लाग्यो अरे किन रेडी गरेको फेरि अनि टक्क चाहिँ हामी अफिस भन्ने जाततिर जाँदैछौँ दाइको मेडिकल अरे अनि अब हाम्रो यसो घुमघाम मेरो ढेडो अरे मेरो ढेडो अरे तिम्रो ढेडो उता ढेडो खान जाने रहेछ ढेडो खाएन अरे मान्छेले होइन अनि 4 जना भएर टक्क एउटा बौला चाहिँ कुदिसकेको अवस्था अरे अघि नै फोन गरिरहेको थियो कम्पनीबाट होइन ग्राफ पुरा बसिरहेको बाहिर ट्याक्क रेस्टुरेन्टको बाहिर ग्राफ पुरै बसेछौँ होइन टक्क ग्राफ त कति लाउने थाहा होइन हाम्रो काम गर्ने ठाउँ त यही हो है राम्रो चोर रेस्टुरेन्ट होला ओटीको पैसा दिन्छ अहिले त अलिअलि भए पनि दिन्छ कि भनेको झन् दिन्न भिडियो गरिदिन्छ नि मैले सो फाइनल्ली हाम्रो ग्राफ आएको छ होइन टक्क लाएर आयो नि केटाहरू फेरि लजाइदिन्छ कि केटीहरू जस्तै यत्रो महँगो गाडीमा चढ्न पाइन्छ केटाहरू मलाई सिकाएको आफ्नो नभने अरूको त कमसेकम छ नि होइन फाइनल्ली हाम्रो के भन्छ मेडिकल भन्ने जात सक्यो होइन यो गाडीले जुन्न दिएको बोलेको अघि नै हेर्ने हाम्रो दाजुको मेडिकल सक्यो हाम्रो मेडिकल सक्यो अब अफिसमा गएर कुरा हारिन्छ के कुरा गर्ने होइन घर जाने कुरा नि घर जाने कुरा अरे होइन घर जानु पर्यो नि घर जाने रे जाने त म पनि हो तर कहिले थाहा छैन होइन थाहा त होइन कहाँ थाहा छ छैन नि त अब कम्पनी अफिसमा गइन्छ त्यहाँबाट के गरिन्छ ए ढिँडो खाने त ढिँडो खाने यार दुई समथिङ 2.5 वर्षपछि लगभग होइन ढिँडो खाने मौसम दुरिरहेको कि ठ्याक्क वातावरण नै त्यस्तै भइरहेको क्या त्यही भएर टक्क होइन गएर ढिँडो खाइन्छ कम्पनीमा जान्छ पहिला कुरा गरिन्छ केटाहरूले कुरा गर्छ गरे गऱ्यो होला नि तपाईँको त तपाईँले कुरा गरिसक्यो होला केही कुरा गर्ने होइन अनि अब हामी टक्क गइन्छ कुरा गरिन्छ अनि त्यहाँबाट निस्केर सिधै ढिँडो खाने ठाउँमा जाने नेपाली भाषामा चाख्ने हो अनि कहाँ चाख्न दिन्छ त नि भिडियो चाहिँ 3 घन्टापछि अन भइरहेको छ के बोलेको होइन होला ठिक छ त्यो जति भयो केही छैन त्यो अब आफ्नो के भन्छ ठिक छ नि त जति बेला भयो भिडियो हुनसम्म हो क्या बोलिराखेको भिडियो भयो भइगयो नि अलिअलि टाइम दिनु त नि होइन तर ढिँडो नखानु तपाईँ किन नखानु ढिँडो चाख्न त कहाँ दिन्छ त नानी खानु पऱ्यो नि त ससुराल हो चाख्न सबै थोथोरी चाख्नलाई एउटा मोमो चाख्छु यतिकै नि चाउमिन चाख्छु बमदाल देखाउन कुर्ता सिर्फल होइन कुन टाइपको ड्रेस हो त यो माथि पनि कालै ल्याउनु पर्छ नि यो पनि यो पनि कालै हो त जुत्ता पनि कालै चस्मा पनि कालै कपाल पनि कालै होइन मान्छे पनि कालै होइन यो पनि कालो हुनुपर्ने कि होइन त्यो कालो भए पनि झन् सबै म्याच गर्छ नि त अहिले पनि त्यस खत्रै देखेको छ चस्मा लाउँदा आफूलाई कस्तो लाग्छ राम्रो जुत्ता अलिकति कपाल हुनुपर्ने अलिकति कपाल अनि आउँछ सक्छ त अनि सक्छ त कसैले टक्क कपाल अलिअलि पालेर के अब त्यही अनुसार गराएर होइन हिरो बन्दैन होइन दाइ हिरो आज मलाई निद्रा लाग्छ किन लाग्दैन निद्रा केटाहरूले बयान गरेर के अरे म स्टेजमा हुने पर्ने मान्छे स्टेजमा हुनुपर्ने मान्छे कहाँ छ अहिले त्यस्तो होइन के हो तिम्रो नाम पुतली भन्नु पऱ्यो क्या पुतली ग्राफ हेर्ने ग्राफ छैन नि मेरो ग्राफ हामीले यहाँ ग्राफ पुरा बसिरहेको होइन सहरो पानी पऱ्यो क्या त हेर्न आफ्नो ग्राफ कत्रा पानी पऱ्यो नि हेरेर ग्राफ पुरा बसेको यस्तो भिजाउनु भयो नि सुन्दर भिजाउनु भयो नि भाडा पनि महँगो हुने भयो गाह्रो छ गाह्रो छ मलाई केमा काम गर्न गाह्रो छ केटीहरू हेर्न पनि पाइँदैन हेऱ्यो भने पनि लात्ती हान्छ नि बर्छ क्या कस्तैको ल फेरि हामी खासै केटीहरू पर्ने क्या हो गर्मीमा त पाक्दैन र यो त लगाइदिउँ न अनि के
घर जाने बेलाको सपिङ कुरा हो सपिङ तपाईँले कहाँ हो तपाईँको लानु तपाईँ त सानो साइज हो नि त अनि त्यो लामाले पो हो त अनि तपाईँले कहाँ हो त नि साइज तपाईँकै छैन अनि मैले अघि एक्सेल त लिएर आएको छु नि लगाए नि लगाएर एकछिन ट्राई गरेँ नि हो किन फेरि चेन्ज गर्नु यो चाहिँ हुन्छ मलाई लामो छ क्या मलाई नि किन्दैन केटा घर जाने एउटा गिफ्ट हान्दै यार गिफ्ट हान्दिनँ 10 रिङ्गेट हो 45 46 रिङ्गेट 10 भएको म हान्दिन्थेँ त तिनजना मिलेर 10 15 उठाए त भइहाल्छ नि विमल दाइ तिनजना मिलेर 10 रुपियाँ उठायो भने त भइहाल्छ नि होइन बम दाइ तिनजना मिलेर 15 उठायो भने त गिफ्ट भइहाल्छ नि मलाई क्या लगाए नि माथि टक्क सपिङ हान्ने अलिअलि त होइन अलिअलि थोरै घर जाने बेला हुँदा हो काटेका हो घर जाने होला उताको त्यो के भन्छ त्यो ढिँडो खाएको सामान किनेको नेपालीमा गएर मलाई भिडियो चक्लेट भिडियो नै गराउने लाग्दा अहिले त नकिन भन्छ चक्लेट जाने बेला किन्नुपर्छ डेरी मिल्क देखेको न हाम्रो बेबीलाई कुन आइटम ल्याइदिने हो मलाई कृपया भिडियो हेरेर मेसेज गर्नु होला हो क्या डेरी मिल्क स्न्याक के छन् किटक्याट कुन चक्लेट खाने अहिले खुवाउँदैन नि जाने बेलामा तिमी जाने बेला तिमी आउने बेलामा त म पनि जान्छु होला तिमी गएर कहाँ अनि म जुन अहिले हो अरे मे होइन अप्रिल हो अप्रिलको सकेपछि जान्छु होला अनि मेमा जाने तिमी गइहाल्ने जुन जुलाईमा त आइहाल्छ नि जुनमा गयो भने जुलाईमा त आइहाल्छ नि तिम्रो भिसा कहिले थप्ने के रिन्यू गर्ने डिसेम्बरमा अझै टाइम छ किनिहाल्ने अहिले म पनि किनिदिउँ क्या तर बेलाकै किन्ने रे बेला के लाग्ने म पनि लाग्छु होला पुरै त अन्त कसले लगायो एल साइज कसले लगाएको मलाई कुन हुन्छ म चेक गर्छु ल म चाहिँ ठ्याक्क रुममा छोडेर ठिक होइन एउटा कान्दा भन्छ क्या रुममा होइन अघि नै उता पाइन्छ त्यस्तो भएको रहेछ क्या पुरा हावा डह्रो पानी हावा डह्रो आएको थियो नि त होइन केटा गुडुङ पार्दैछ यहाँभित्र पनि यहाँ छ नि यो चाहिँ योवाला चाहिँ भाँच्यो थियो अरे अनि त्यहाँ के बानेर उठायो नि त त्यहाँ के बानेर उठाएन होइन टक्क यस्तो छ बडा गुडुङ पार्दैछ डह्रो पानी आयो नि त यहाँ कम्मरको पानी आएर म चाहिँ टक्क रुममा आएर अब सुत्ने टाइम नै हुन्छ खानापिना बनाउने होला सुत्ने टाइम भयो भनौँ होइन धेरै पछि भिडियो आएको छ अब चाहिँ सकेसम्म अलिअलि सानसानो भन्ने हाल्ने कोसिस गरौँला भन्दै